यहाँ आएर ल्यान्डिङ गर्यो। रमाइलो पसिनै निकाल्दिनु होला अहिले ए स्टोन पनि गरेछ क्या हो। पुरा यस्तो माथिबाट तल च्याङेर झार्छ। कस्तो भयो त फिलिङ? कस्तो लाग्यो सुरुमा? माथि त सही थियो, तल आएपछि त रिङ्गोटै लाग्यो है हामी त हेर्दा हेर्दा हैरान भएर उभिँदा उभिँदा आयो होला तिमीहरू। हामी त सुरुमै यहाँ बस्यो नि। उड्नै पाएन नि माथि। भनेको थियो नि ढिलो हुन्छ भनेर। ऊ यसले 12 बजीसम्म त तल झरिसक्छ विप्लव दाइ। कति बज्यो? 1 बज्न लाग्यो। ए 1 बज्न लाग्यो 10 बज्यो। अनि तपाईँ यहीँबाट जाने हो? अँ तपाईँ प्याक गरौँ न, हाल्नु यो हाल्नु गइहाल्नु है। लाउरू यो सुनिल दाइको मेरो लर झोलामा गाडीमा हाल्छ है, 2टा झोला है। माथि त रमाइलो हुने यार। भ्यू त डाँडाहरू त माउन्टेनहरू त खुब देखिन्छ होला है। अहिले रेकर्डिङ छ त्यसमा। अँ मैले भनेको थिएँ त गोप्रो पुरै हुन्छ वहीँ हुन्छ फोटो आउँछ भनेर। यहाँ आएपछि चाहिँ कति साह्रो तल झर्ला जस्तो भयो क्या। स्टार्ट गर्न भनिहालेँ। स्टन गरेर भनिहालेँ है। अनि हजुरहरूले नगर्नु भयो? एकचोटि गरिसक्यो। एकचोटि गरिसकेपछि पुग्यो। 7औं उड्यो। त्यस्तो छ नि है। स्पेस त जति पनि छ। दिनु नि सर फोन गर्नु। यस्तो हाल्नु। आइफोन अन लगाउनु त। भनेपछि मजा आयो नि त विलोप सर। तपाईँ कस्तो भयो? तपाईँ त एकचोटि उडेर फेरि ऊ भएको थियो। त्यही माथि डराइरहेको थियो। डराएको थियो झन् त। उसैलाई 3 चोटि लाग्यो बिचरा। 3 चोटि मैले आएर फर्केको भन्दै थियो नि त। पहिला नि आउँदा नि झ्यापझुप प्याक गरिसक्नु भयो यार। फेरि उड्ने हो? नो नेममा आएछ। निलो ज्याकेट लाग्यो होइन? होइन कालो। निलो ज्याकेट लाग्यो होइन? यही त यो भाइको मात्रै फोटो हो नि होइन? सबै हाल्दिनु न आइफोनमा त सिधै हुन्छ। अनि उहाँले डिलिट गर्नुहुन्छ नि। ल हिँड्नु आउनु। ल आउनु हिँड्नु त मेरो झोला लिएर हिँड्नु।